हरे कृष्ण सबैजनालाई। हामी कुनै कुरा पनि राम्रोसँग नबुझिकन त्यसैले रियाक्ट गर्छौँ क्या, अत्तालिन्छौँ हामी। पहिलेको भिडियोमा मैले कसो भनेको थिएँ कि भक्ति गऱ्यो भने आफ्नो घरको बाबुआमाले के अरे यो त साधु हुने रहेछ, यो यस्तो हुने रहेछ भनेर चिन्ता गर्न थाल्छ क्या। हाम्रो मातापिताले कहिले नराम्रो चाहनुहुन्छ, चाहे जस्तो सुकै परिस्थिति होस्, हामीलाई त्यो टाइममा नराम्रो लाग्न सक्छ। यो हाम्रो आफ्नै आमा बाबा भएर पनि किन हाम्रो विरुद्ध खडा छ भने हामीले भनेको किन मान्दैन, किन सुन्नु हुँदैन भनेर हामीले भन्ने गर्छौँ। तर वास्तवमा हाम्रो मातापिताले हाम्रो राम्रोको लागि त्यतिखेर फटकार गरेको हुन्छ, त्यतिखेर मना गरेको हुन्छ। तर हामीलाई त्यतिखेर के लाग्छ, बुद्धि हुँदैन। हामीले सोच्छौँ हाम्रो बाबालाई मैले रोकटोक गरेँ। र आफ्नो सन्तानको कहिले भलो चाहने कुनै माता पिता हुँदैन र छ भने पनि